धमिलो देखेर हामी यो खोज्दै खोज्दै अघि हामी तलैबाट आएका थियौँ। अब हामी एउटा खानी भेट्यो भन्दै हुनुहुन्छ। अहिले कहाँ थियौँ दाइ? होइन त हुन त खै कहाँ थियौँ? अब हैछ यार खालै ढुङ्गा खा त अबि यहीँबाट हैछ पुरै कालो ए ल यो के हो यो कालो कालो ढुङ्गा? यो फलाम खानी हो कि ऊ हो यो? होइन होला दाइ ऊ होला यो त। अब हामी हेर्छौँ है यो के हो? फलाम खानी हो कि कोइला खानी हो त्यो? ऊ ल हेर्नुहोस् हेर्नुहोस् यहाँ हेर्नुहोस् के ल के यस्तो छ यो भनेपछि यो पक्कै नि फलाम होला। सकिन्छ यो फलाम खानी नै हुनुपर्छ। यो हेर्दा फलाम खानी जस्तो नि छ तर कालो कालो छ। तर फेरि यतातिरको माटो फरक छ अलि अर्कै पनि छ यो पनि। यो फलाम छ भनेपछि के हो थाहा भएन। यहाँ पानीमा अघि हालेर हेरौँ के यसले प्रतिक्रिया दिन्छ। ऊ हातमा पनि दिँदो रहेछ। के हो त यो? तर यार अचम्म छ त खै के अचम्म नयाँ कुरा भेटियो ल। तान्दै अब मैले यहाँ एउटा तान्न नि कति गाह्रो छ। केही बनाउन पनि सकिन्थेन। मोललिटी ल हेर्नुहोस् ओहो है छ ल के होला यो दर्शकहरू यसो बताइदिनु है त ल। तपाईँहरूले ल अनुसन्धान गर्नु।